20औं दिनको शैक्षिक सडक आन्दोलनका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्षज्यू, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पदाधिकारीज्यू, शिक्षक महासंघका आबद्ध र सम्बद्ध संस्थाका राष्ट्रिय समितिका अध्यक्षज्यूहरू, आन्दोलन परिचालन समितिका प्रदेश समितिका संयोजकज्यूहरू, आन्दोलन परिचालन समितिका जिल्ला समितिका अध्यक्षज्यूहरू, देशको 753वटै पालिकाबाट यो आन्दोलनलाई सफल पार्नका लागि यहाँ उपस्थित हुनुभएका सम्पूर्ण शिक्षक साथीहरू, सर्वप्रथम म तपाईहरुसँग प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन तर्फबाट नमस्कार व्यक्त गर्न चाहन्छु, हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आज नेपाली शिक्षकहरू 20औं दिनसम्म सडकमा आन्दोलित छन्। यो सरकार कहाँ लुकेर बसेको छ, के हेरेर बसेको छ? म यो सरकारलाई, यो शिक्षक जनसागरलाई हेर्नका लागि म चाहिँ आह्वान गर्न चाहन्छु। नेपाली शिक्षकहरू त्यत्तिकै सडकमा आएका होइनन्। नेपाली शिक्षकहरू 2028 सालमा बनेको पञ्चायती शिक्षा ऐनलाई खारिज गरी अग्रगामी शिक्षा ऐन ल्याउनु पर्यो भनेर नेपाली शिक्षकहरू सडकमा आएका होइनन्। हामीलाई वर्तमान मन्त्रीज्यूहरूले भन्दै आउनुभएको छ यो चाहिँ ऐन भनेको शिक्षकको मात्र होइन भनेर भन्दै आउनुभएको छ। हामी भन्दछौँ यो ऐन हाम्रो मात्र होइन, यो ऐन विद्यार्थीको पनि हो, यो ऐन अभिभावकको पनि हो, यो सम्पूर्ण नेपाली जनताहरूसँग सम्बन्धित ऐन हो। र यो ऐन 2028 सालमा बनेको पञ्चायती ऐनलाई खारेज गरेर नयाँ ऐन बनाउनु पर्यो भनेर एक्कालिएर आएको हो नेपाल शिक्षक महासंघ हो। यो सरकारका मन्त्रीहरूले हामीलाई सम्मान गर्नुपर्ने हो। हामीले सकेनौँ। तपाईहरुले यो चाहिँ नयाँ शिक्षा ऐनको लागि आन्दोलन थाल्ने गर्नुभयो, यो देश नयाँ निर्माणको लागि तपाईले थाल्ने गर्नुभयो। त्यसकारणले हामी तपाईलाई सम्मान गर्छु भनेर उहाँले हामीलाई भन्नुको सट्टा हामीलाई यो शिक्षा ऐन शिक्षकको मात्र होइन भन्ने ढङ्गले एकदमै तल्लो स्तरमा गिरेर उहाँले चाहिँ अभिव्यक्त गरिराख्नुभएको छ। हाम्रो अभिव्यक्तिहरू मलाई लाग्छ यो उहाँ साँच्चीको यो देशको जिम्मेवार मान्छे हो। उहाँ र जिम्मेवार भएको हैसियतले उहाँले यो कुरा भन्न मिल्दैन। यस्तो कुरा उहाँले भन्यो भने साँच्चीको रूपमा उहाँलाई नैतिकताको हिसाबले त्यो कुर्सीमा बसिरहन म ठिक ठान्दिनँ। साँच्चीको रूपमा अहिले नेपाली शिक्षकहरूको यो आन्दोलनको बलमा यो चाहिँ उपसमितिले अहिलेसम्म के छ भने विभिन्न लगभग 100औं काटाई दबाहरूमा थप्न गर्न सकाएको छ। यो नेपाली शिक्षकहरूको साँच्चीकै आन्दोलनको बलले यो सकाएको हो, नत्र भने यो सरकार सुत्यो। विगतका सरकार पनि सुतेका छन्, यो सरकार पनि त्यही ढङ्गले सुत्यो। यदि साँच्चीको रूपमा नेपाली जनताहरूलाई हामी आम नेपाली जनताहरूको गणतान्त्रिक सरकार हौँ, हामी यो देशको शैक्षिक व्यवस्थालाई सुधार्न चाहन्छौँ भन्ने खालको एक्का यदि सरकारले राख्दछ भने यो शिक्षा ऐनलाई अब 12 गते हुँदै गरेको चाहिँ के छ भने जुन चाहिँ अधिवेशन बोलाएको छ त्यो अधिवेशनबाट पहिलो बैठकबाट चाहिँ यसलाई पारित गर्ने आँट गर्नुपर्छ। होइन भने यसलाई विभिन्न बहानामा हामीलाई के छ भने समयमा आउँदैन भनेर शिक्षकलाई के छ भने निराश पार्ने काम गर्दैछ यो सरकारले। यो हामी नेपाली शिक्षकहरूलाई इमारत सिकेको छैन। नेपाली शिक्षकहरूको बलिदानीपूर्ण इतिहास यो सरकारले बुझोस्, यो सरकारले अध्ययन गरोस्। नेपाली शिक्षकहरू 2038 साल वैशाख 4 गतेदेखि 2038 साल 13 गतेसम्म निरन्तर रूपमा 104 दिनसम्म शैक्षिक हडताल गरेर नेपाली शिक्षकहरूले पञ्चायती सरकारलाई घुँडा टेकाएका हुन्। हामी यो गणतान्त्रिक सरकारलाई आन्दोलन मार्फत घुँडा टेकाउनेछौँ। यसको लागि सम्पूर्ण साथीहरूले एकबद्ध भएर लाग्नको लागि म अनुरोध गर्दछु। हामीलाई कुनै पनि इन्चमा थाक्न हामीलाई के छ भने थाक्न मिल्दैन। हामी प्रत्येक जिल्लामा रहेका साथीहरूलाई हामीले आह्वान गर्नुपर्ने हुन्छ, बोलाउनु पर्ने हुन्छ। हामी शिक्षा नलेजसम्म
हाम्रा सम्पूर्ण पेसा खुटेका भने विद्यालय कर्मचारीहरूका मुद्दाहरू अनि त्यसै गरी स्थितिका मुद्दाहरू राजका शिक्षक साथीका मुद्दाहरू प्लस टूका साथीका मुद्दाहरू प्राविधिकका साथीका मुद्दाहरू त्यसै गरी स्थायी शिक्षक साथीहरूका मुद्दाहरूलाई समाधान नगरेसम्म यो देशमा अग्रगामी शिक्षा नल्याएसम्म हामी फर्कन छैन भन्ने म प्रण गर्दै त्यही ढङ्गले सबै साथीहरूले आफ्नो ढङ्गले हेक्का राखेर अगाडि बढ्नको लागि त्यही ढङ्गले आन्दोलनमा सहभागी हुनुको लागि अनुरोध गर्दै अब पनि नेउ सरकारले हाम्रो यो के छ भने धैर्यतालाई कमजोर ठान्यो भने यो धैर्यताको बाँझ चाहिँ टुट्नेछ को कति कहाँबाट बगेर जानेछन् त्यो कुरा हामी हेरौँला भन्दै मेरा भनाइ धन्यवाद।